फेरि पनि हामीसँग यहाँ जोडिसक्नु भएको छ। हजुरको नाम? आज हामी अहिले सिर्जना चोकमा छौँ। यहाँ एमालेको केही प्रदर्शन हुँदैछ, के हुँदैछ यहाँ? आज हाम्रो जनप्रदर्शन हुँदैछ कास्की जिल्लाको मिटिङको आयोजनामा गृह प्रदर्शन हुँदैछ। अब यो अहिले जुन प्रकारको अहिलेको सरकार छ, अब चुनाव हुने कुरा छ, 6 महिनापछि चुनावको कुरा छ, यसको विषयमा लिएर एमाले तर्फबाट हजुरको धारणा के छ? चुनावका अहिलेको माहौलमा हुन्छ र यो परिस्थितिमा चुनाव हुन्छ भन्ने त हामीलाई लाग्दैन। अहिलेको सरकारले चुनावको बाटोबाट सिर्जना गरे जस्तो यो लाग्दैन। यो सरकारले अहिलेको चुनावलाई चुनावी माहौलमा लैजाने बाटोबाट सुरक्षा देख्नु त हरेक निकायको हुँदाखेरि उहाँले यो अहिलेको फागुन 21को चुनावमा हुन्छ भन्ने जस्तो हामीलाई लाग्दैन। यदि चुनाव भएको खण्डमा नेकपा एमाले सधैँ चुनावको पक्षमा हो, त्यसमा हाम्रो कुनै कुरा छैन। अब यो अहिले धेरै पार्टीहरूले महाधिवेशन गरे, पार्टी एकताहरू धेरै आइसकेका छन्, धेरै पार्टीहरू एक हुँदैछन्, भुटेका पार्टीहरू पनि होइन। अब नयाँ लिडर आउनुपर्छ कि पर्दैन? पार्टीमा नयाँ लिडर आउनुपर्छ कि पर्दैन? पार्टीमा नयाँ पुरानो भन्ने त्यस्तो हुँदैन। पार्टीको एउटा लिडर देश र राष्ट्रको प्रेम माया भएको, देश र जनताको पक्षमा उभिन सक्ने, आफ्नो एजेन्डाहरू देश विदेश हरेकसम्म निर्धक्का साथ राख्ने खालको व्यक्तित्व आउनुपर्छ। नयाँ पुरानो सानो ठुलो भन्ने। अब म जस्तै युवा, म 22-25 वर्षको युवा छु। म अहिले त अब जुन जेनजी भन्ने गरिन्छ, म जस्तो युवाले एमालेलाई कसरी विश्वास गर्छु? के एमालेमा युवा छैनन् र? मैले भोट दिनु पर्यो भने मैले एमालेमा कसरी विश्वास गर्ने? मलाई भन्नु न, एमालेमा युवालाई विश्वास नहुने काम के गर्यो? एमालेमा युवा छन्, युवा नेतृत्वमा पुगेनन् नि त। युवा नेतृत्वमा किन छैन? योगेश देवकोटा लिएर, महेश देवकोटा लिएर, राजीव पारी देवकोटा लिएर कति चाहियो हजुरलाई? अब जिल्ला भन्नुहुन्छ नि, कास्की जिल्लामा बहिनी भएको हुनुहुन्छ, उपसचिव म छु, म एराउन्ड 40 एराउन्डको छु। हो त अब फेरि हामीले अब अध्यक्षमा केपी ओलीले देखिन्छ कि नयाँ अनुहार पनि आउँदैछ अब त्यसमा लिडरको हिसाबमा अहिलेको आवश्यकता केपी ओली नै हो। कसरी हो केपी ओली एउटा देश, राष्ट्र, जनता र पार्टीको पक्षमा निडरका साथ उभिने व्यक्ति। 23-24 गतिको छानबिन हुनुपर्छ कि 23 र 24 को एकदमै निष्पक्ष रूपले छानबिन हुनुपर्छ। दोषीमाथि कडाभन्दा कडा कारबाही हुनुपर्छ र हाम्रो त्यसैको लागि नि आज हाम्रो प्रदर्शन छ। 23 गतेको जुन गोली चल्यो त्यसमा दोषी केपी ओली सरकार देखियो भने के हुन्छ? केपी ओली सरकारले गोली हानेर, सरकारले आदेश दिएर गोली हानेको देखिएको खण्डमा निष्पक्ष भएकोमा केपी ओली हो या जोसुकै होस् भने निष्पक्ष छानबिन हुँदा कारबाहीको दायरामा आउनुपर्छ। केपी ओली सरकार पनि कारबाही भोग्न तयार छ। केपी ओली सरकारलाई निष्पक्ष छानबिन गरोस्, आयोगले स्पष्टसँग हो भन्ने दायरामा ल्याउन सक्नु पर्यो। त्यसपछि त आउनु पर्यो नि, युवा त जो पनि आउनु पर्यो भागीदार भएपछि त त्यो भन्ने हुँदैन। गल्ती गरेको छ भने जोसुकैले नि गल्तीको महसुस गर्नुपर्छ, गल्तीको कारबाहीको भागीदार हुनुपर्छ। अब 24 गतेको त धेरै समूहहरू पक्राउ पनि परिराख्नु भएको छ होइन। अब 23 गतेको छानबिन किन हुन सकेको छैन? त्यो त सरकारलाई सोध्नु न, अहिलेको सरकारले आयोग बनाइरहेको छ, उहाँलाई सोध्नु, मलाई सोध्नु त नि, उहाँलाई सोध्नु क्वेसन गर। अहिलेको सरकारलाई किन आजसम्म 5 दिनमा छानबिन गर्छु भन्ने सुशीला कार्कीले आज किन गर्नु भएन? 2 महिना भइसक्यो, के हेर्नुभएको सुशीला कार्कीले? त्यो छानबिन आयोग बनेकाले के हेरेछ उहाँ सोध्नु? त्यो क्वेसन त्यहाँ गएर सोध्नु मलाई। मैले कास्की जिल्लाको हकमा केही भन्नु छ भने भन्छु। छानबिन कास्की जिल्लामा हामीसँग भएका रिपोर्टहरू, जेनजीको नाममा घुसपैठ भएर जलाइएका संरचनाहरूमा, त्यहाँ गरेका युवाहरूको नाममा आएका 40-45 वर्षका हामीसँग भएका भिडियो हामीले सम्बन्धित निकायमा बुझाएका छौँ। कारबाही हुनुपर्छ। यहाँ घुसपेट त भएको छ नि। तपाईँ जेनजी भनेर 65 वर्षको जेनजीले आगो लागेको छ त्यहाँ। सिंहदरबार जलाउने त जेनजी हो। जेनजीको नाउँमा अहिलेको जेनजीको युवाहरूलाई यो एक खालको घात त पर्यो। जेनजीलाई के भन्नुभयो? अहिले 65-63 को आन्दोलन, 46 को आन्दोलन, अहिले आएर 82 को आन्दोलनलाई के भन्छ? जेनजीको नाउँ घुसपैठ भएको भनेर त इतिहासले लेख्दैन, तर घुसपैठ भएको छ। जेनजीको नाउँलाई अलिकति दाग लगाउने काम भएको छ। यो जेनजी पुस्ताले बुझ्नुपर्ने कुरा छ। हामीले चाहिँ अब एमालेलाई विश्वास गरेर अगाडि बढ्नु पर्यो। एमालेलाई विश्वास नगरी कुन विकल्प छ त नि? एमाले बाहेकको विश्वासको पार्टी कुन छ मलाई भन्नु त? अहिले अब अरूमा अब काङ्ग्रेसमै पनि महाधिवेशन गरेर नयाँ नेतृत्व ल्याउने कुरा छ। शेरबहादुर देउवाले कार्यवाहक सभापति बिरामी हुनुभयो, कार्यवाहक सभापति दिइसक्नुभयो होइन। अब काङ्ग्रेसमा अरू पार्टीमा नयाँ नेतृत्व आउन सक्ने हुने होइन।
अब एमालेमा चाहिँ आउनु किन नहुने त नि किन नहुने भनेकै छैन हाम्रो महाधिवेशन हुँदैछ 27, 28, 29 महाधिवेशनले छान्ने हो प्रतिनिधिले छान्ने केपी ओलीले त भनिसक्नु भयो महाधिवेशनलाई कहेको कुरा सुनिन्न मैले जुन सम्बोधन गर्छु त्यही नै हुन्छ भनिसक्नु भयो नि मैले कसरी म जस्तै युवाले कसरी विश्वास गर्ने केपी ओली बाहेक केपी ओलीलाई फेरि कसरी विश्वास गर्ने केपी ओलीले देश जनता युवाको लागि नराम्रो काम के गर्नु म एउटा मात्र भन्नुहोस् मलाई 23 गते गोली कसरी चल्यो त केपी ओलीको सरकार केपी ओलीले हो गोली हान्ने केपी ओलीको सरकारले आदेश नदिएको केपी ओलीले आदेश दिन्छ त्यहाँ दिन मिल्छ तपाईँ विद्यार्थी नभए म जस्तो विद्यार्थी मेरो कुरा सुन्नु तपाईँ पत्रकार तपाईँ बुझ्नुहुन्छ सुन्नुहुन्छ त्यो गोली चलाउने आदेश दिने निकाय हो बुझेर मात्रै मलाई भन्नुहोस् अब त्यो निकाय जानु पर्यो नि प्रहरीबाट गोली चल्यो होइन जुन प्रहरीबाट गोली चल्यो त्यो त सरकारबाट दमन भएको हो नि त सरकारबाट सरकारले होला त्यहाँ पनि संयन्त्र होला त्यहाँ पनि गठन होला त्यहाँ पनि आफ्नो जिम्मेवारी होला न कि प्रधानमन्त्री केपी ओलीले गोली हान्ने आदेश दिएको कुनै प्रमाण भेटाउनुहोस् एमाले पार्टी जुनसुकै कारबाहीमा पनि तयार छ केपी ओलीले आदेश दिएको प्रमाण मात्रै ल्याउनुहोस् यसमा अहिलेको सिनारीमा केपी ओली त्यहाँ सरकारको दोष छैन केपी ओलीले सरकारमा आफू नेतृत्वमा भएको हिसाबले एउटा भागीदार हुनु स्वाभाविक रहला तर गोली चलाउने आदेश केपी ओलीकोबाट मात्रै कहीँबाट पाउने तपाईँले प्रमाण ल्याउनुहोस् हामी आफू पनि कारबाही सहित केपी ओलीलाई पनि कारबाहीको दायरामा ल्याउँछौँ 23 गते चाहिँ नैतिकताको हिसाबले केपी ओलीले किन राजीनामा दिनुभयो तपाईँ नैतिकताको त्यो दिन 22 जना विद्यार्थी मरिसकेका थिए होइन 23 गते नै होइन त्यो दिन चाहिँ राति किन त्यो त्यति हुँदासम्म पनि नैतिकताको हिसाबले किन राजीनामा दिनुभयो नि केपी राजीनामा दिनुभयो भने कसले दिएको 24 गते अर्को दिन दिनुभयो नि त त्यो दिन चाहिँ किन 24 गते पनि 12 बजी दिनुभयो नि त 24 गते मिड डेमा दिनुभयो होइन 23 गते चाहिँ किन दिनुभयो भने त्यत्रो 22 जना विद्यार्थी ड्रेस लगाएको विद्यार्थी राजीनामा दिँदाखेरि समस्याको समाधान भयो जब केपी ओलीले राजीनामा दियो मेरो कुरा एकैछिन सुन्नुहोस् जब केपी ओलीले राजीनामा दियो तब देशका संरचना सिंहदरबार अदालतदेखि त देशको इतिहास जल्ने काम भयो केपी ओलीले यदि राजीनामा दिनु भने पनि त्यो जल्न गाह्रै हुन्थ्यो त्यो जोगाउन त आज चाहिँ सकिन्थ्यो नि त त्यो 23 गते नै हामीले त जोगाउन सकिन्थ्यो 22 जना मरे यसको छानबिन गर्न सकिन्थ्यो त्यही दिन गर्न सकिन्थ्यो त्यो दिन हाम्रो सोसियल मिडिया बिहान भनेर खोलियो त्यही दिन त्यो उहाँ मिटिङ पनि बसेको नि त क्याबिनेटमा मिटिङ बस्यो होइन त्यो दिन कसैले पनि हामीले यो पहरी यो गोली चल्यो भने किन त्यो दिन त्यही दिन कुरा किन चल्यो जेनजीले नि त्यहाँ बुझ्नु पर्यो नि कसरी गोली चल्यो भन्ने कुरा कहाँबाट गोली हानेको छ एम्बुलेन्सबाट गोली हानेको कुरा जेनजीले कहाँ हेरेको छ त्यो दिन एम्बुलेन्स छानबिन किन छानबिन समिति त्यो छानबिन समिति त अनि बनिरहेको छ त अहिले त पछि सरकारले बनायो नि त पछि अन्तरिम सरकारले 2 महिना छ के गर्यो अन्तरिम सरकारले त्यही दिन चाहिँ कसलाई समातो त्यो दिनु न मलाई एकजना मात्रै त्यो दिनु होइन त्यो दिनमा चाहिँ 23 गतेको मैले पहाडीको कुरा गरिनँ 23 गते गोली चलेर 22 जना मरे नि त्यो दिनमा चाहिँ छानबिन समिति बनेर त्यही दिनको चाहिँ किन छानबिन त्यही दिन गरेर त्यही दिन छानबिन त कसरी हुन्छ के भन्दै हुनुहुन्छ आन्दोलन चलिरहेछ मान्छे एउटा पुलिस प्रशासन सेना लगायतले एउटा आफ्नो क्वार्टर आफ्नो एउटा वर्दी जोगाउने स्थिति बनाइरहेछ 23 गते पुलिस चौकी चलेको होइन कि म्याडम 23 गते त पुलिसले दमन गरेको के हाम्रो विद्यार्थीमाथिको गोली चलाएको 23 गते हो नि त 23 गते गोली चलेको छ पुलिसले त्यतिखेर गोली चलाएको त्यहाँ घुसपैठ भएर गोली चलेको त्यो त तपाईँ युवाले त बुझ्नुपर्छ अब के बुझ्नु भएको छ यस्तो घुसपेट भएको भन्दा कसरी भन्न सकिन्छ घुसपेट भएकै हो कहाँबाट भएको छ भन्ने कुरो त्यही सोध्नुहोस् त्यही त्यो एम्बुलेन्सबाट गोली हान्ने सोध्नुहोस् कहाँबाट भएको भन्ने कुरो मैले कहाँबाट भनिदिउँ त अब 23 गते सरकार सारा नेपालीले बुझ्छ त्यति बेलाको सुन्नु न अब लास्ट क्वेसन त्यति बेलाको सरकारले जिम्मा केही पनि लिनेवाला छैन त्यति बेलाको सरकारको हिसाबले जिम्मा तपाईँ हामी नागरिकको हिसाबले त जिम्मा लिनुपर्छ नागरिकको हिसाबले त मेरो देशका विद्यार्थी मरे मैले त लिने मागे विद्यार्थी मात्रै मरेको छैन विद्यार्थी त्यत्रो हाम्रो बाबु नानी त्यो स्कुलको त्यो दिनको जिम्मा त साँच्चै भन्नुहुन्छ भने त्यो विद्यालय पढाउने टिचर त्यहाँको त्यो प्रिन्सिपलले पनि लिनुपर्छ त्यसलाई हामीले पढ्न पठाएको कि गोली हान्न पठाएको गोली खान उहाँ आन्दोलन गर्न सिंहदरबार जलाउन पठाएको तपाईँ भन्नुहुन्छ भने अहिलेको त्यो बोर्डिङले तपाईँको नानी बोर्डिङ पठाउनु भएको छ भने 2 मिनट अगाडि लिन जाँदा पठाउँछ बोर्डिङले पठाउँदैन टाइम भएन गेटमा बस भन्छ त्यो दिन विद्यार्थीलाई किन त्यहाँ आन्दोलनमा पठायो त्यो प्रशासन पनि त्यहाँ घुसपैठमा परेको छ त्यस्तोतिर पनि छानबिन गर्नु विद्यालय प्रशासनले पनि ध्यान दिनु परेन बोर्डिङ पठाएको बच्चा स्कुलको ड्रेसमा आन्दोलनमा पठाउने कसको कमजोरी अभिभावकको अनि अब जुन डेमोक्रेसी भन्छ अहिले चाहिँ हामी त बाहिर हामी यसरी आन्दोलन गर्न पाउने कि नपाउने त नि देशवासी पाउनु पर्यो नि यो लोकतन्त्र यसैको लागि 14-15 वर्ष नेताहरू जेल गरेर बल्ल हजुर पोइन्ट पाउनु भयो हामीले त्यसरी आवाज उठाउन हामी सडकमा आयौँ हाम्रो आवाज दमन भयो हामीलाई गोली चल्यो यो यसको जिम्मा चाहिँ त्यति बेलाको तत्कालीन
सरकार लिने कि नलिने भन्ने कुरा मात्रै हो यसमा भन्नुहोस् न त नि तत्कालीन सरकार भएको हिसाबले सरकारको हिसाबले त्यसको कति आफ्नो जिम्मा पर्चा लिनुपर्छ तर पनि गोली चलाउने आदेश सरकारबाट हुँदैन त्यो निकाय हुन्छ सम्बन्धी आफ्नो आफ्नो काम कर्तव्य जिम्मेवारी त पनि फाटफाट हुन्छ तपाईँहरू जति युवा पत्रकारहरूले त त्यो गोली चलाउने आदेश कसले दिन्छ भन्ने कुरा त एकचोटि यसो त्यो नियम कानुनहरू गोली हेरिदिनु त नियम कानुन हेरेर त गोली चलाउने आदेश सरकारले नदिँदा पुलिसले डाइरेक्ट गोली त चलाउँदैन फेरि त्यहाँ पनि संयन्त्र हुन्छ त्यहाँ पनि समिति हुन्छ समितिले दिन्छ त्यहाँको सिडिओले दिन्छ प्रधानमन्त्री भन्दा सिडिओ माथि हुन्छ तपाईँहरूले हेर्नु भएको छ सिडिओले आदेश नदिई प्रधानमन्त्री दिनु मिल्दैन तपाईँहरूलाई थाहा छ त्यो विषय त प्रधानमन्त्री नदिकन सिडिओले आदेश दिनुपर्छ पहिला प्रधानमन्त्रीले आदेश दिन मिल्दैन त्यो राति सिडिओलाई किन कारवाही भयो भन्नुहोस् न त सुशीला कार्कीलाई मलाई त्यो राति त केपिओल नै सरकार हुनुहुन्थ्यो केपिओल नै प्रधानमन्त्री हुनुहुन्थ्यो 23 गते राति 24 गते सुशीला कार्की आएको 28 गते हो सुशीला कार्की आएपछि छानबिन समिति बनाएर अहिलेसम्म के हेरेर बस्नु भएको छ छानबिन गर्न पर्यो दोषीलाई जोसुकै होस् केपी ओली भयो नि अर्को भए पनि जोसुकै भयो नि दोषी ठहरिएपछि कारवाही गर्नुपर्छ सुशीला कार्कीको काम खोइ त्यहाँ गएर यो क्वेसन सोध्नु होला मेरो अनुरोध एमाले चाहिँ अब जुन अहिले यो छानबिन हुन्छ त्यसलाई सहयोग गर्न तयार छ छानबिनलाई त कानुनभन्दा माथिको हुन्छ र छानबिनको दायरामा आइसकेपछि निर्दोष ठहरिएपछि छानबिनको दायरामा जोसुकै पनि जानुपर्छ कानुनभन्दा माथि कोही पनि हुँदैन संसद पुनर्स्थापना हुनुपर्छ कि भन्दैन हाम्रो आजको प्रदर्शन त्यही विषय छ संसद पुनर्स्थापना हुनुपर्छ बाटाबाट बनेको सरकार हुँदैन जनताबाट निर्वाचित संसदले चुनेको सरकार हुनुपर्छ बाटाबाट टिपेर ल्याउने सरकार अनि पहिला पनि एमाले दुईचोटि संसद विघटन गरेको छ त्यसको के विधिगत गरे संसद विघटन त्यो बेलाको संसद विघटन र अहिलेको संसद विघटन तपाईँ राम्रोसँग हेर्नुहोस् संसद विघटन विधिगत कसरी हुन्छ 5 वर्षको अवधि कसरी विधिगत हुन्छ अवधि तपाईँको कसरी विधिगत हुँदैन संसद छँदैखेरि संसदले विघटन गरे हो त अहिले त संसद पहिला विघटन गरेर अनि बल्ल प्रधानमन्त्री बनाइयो पहिला संसद विघटन गरेर अनि बाटाबाट प्रधानमन्त्री बनाइयो अहिले पहिला त निर्वाचित प्रधानमन्त्रीले विघटन गर्नुभयो निर्वाचित संसदले विघटन गर्यो अब देशमा त अनि प्रधानमन्त्री राजीनामादेखि देशमा कुनै पनि नेतृत्व गर्न तयार नभएपछि त अनि संसदले यसरी विघटन बाटाबाट गएर त्यसै नेता हो नि तपाईँ आज गएर प्रधानमन्त्री हुन सक्नुहुन्छ जनताले चुन्नु पर्दैन त्यहाँको युवाले चुनेर पठाएको हो नि त युवाले चुनेर आज किन युवाहरू झगडा गरिरहनु भएको त माथिको नेतृत्वको लागि कोही पनि झगडा गर्ने अहिले हजुर यहाँ सडकमा आउनुहुन्छ त्यही भएर युवा झगडा गरिरहेछन् क्या अहिले त्यस्तो होइन हजुरहरूले यत्तिको युवाले कमसेकम आफ्नो छातीमा हात राखेर देशको माया हुने गरी देशप्रति माया हुने गरी काम गर्नुहोस् देशप्रति माया हुने गरी पत्र पत्रिकामा पनि छाप्ने गर्नुहोस् तर एउटा कुरा के भन्नुहुन्छ भने हाम्रो विरोधको लागि विरोध मात्रै नगर्नुहोस् होइन एमालेलाई हाम्रो विरोध होइन कि एमालेलाई काङ्ग्रेसलाई कुनै पनि पार्टीलाई हाम्रो विरोध छैन कि हाम्रो त भोलि जो राम्रो हुन्छ त्यसैलाई हाम्रो सपोर्ट गरेको अहिले सुवाङ नेवाङको उहाँ हेर्नु न उता कति राम्रो छ अब हामीले यहाँ यो कास्की जिल्लामा हामीले कसरी म एमालेबाट मैले हजुरलाई कसरी भोट दिनु हजुर उठ्नु भयो भन्नु त यहाँ हाम्रो एमालेको एउटा मात्रै कमजोरी हो भन्नु न मलाई पोखरामा चाहिँ के यो भयो भन्नुहोस् न त ल होइन पोखरामा के भएको छैन उहाँ काठमाडौँमा बालेलाई होचाउने काम मात्रै छ एमालेको होइन यहाँ पोखरामा के भएको छैन एमालेले नेतृत्व लिएको ठाउँमा काम के भएन मलाई भन्नु न काम के भएन मलाई भन्नु न यहाँ हेरियो काम गरेर एमाले चाहिँ यसलाई भोट दिनु एमालेले नेतृत्व लिएको कुन ठाउँमा 2 वर्षमा यो अहिलेको जुन अहिले यो संसद विघटन हुन अगाडिको 2 वर्ष छ नि त्यसमा एमालेले हेरियो काम गरेको थियो यसका कारणले नि तिमीहरूले भोट दिनुपर्छ एउटा काम भन्दैन नि त एमाले युवाको पक्षमा काम गरेको के काम गर्यो युवाको पक्षमा काम गर्यो के काम गरेला भन्नुहोस् न त युवाको पक्षमा त हरेक ठाउँमा स्वरोजगारको व्यवस्था पनि गरिरहेको छ के काम गर्यो युवाहरूलाई स्वरोजगारको व्यवस्था गरेछ कुन चाहिँ उसमा गएर स्वरोजगार पोइन्ट भन्नु पर्यो र तपाईँलाई एउटा भन्नु न पोइन्ट भन्नु पर्यो एउटा मात्रै भन्नु युवाको पक्षमा काम गर्यो युवाको पक्षमा काम गर्यो भने काङ्ग्रेसमा पनि छन् युवाको पक्षमा हेरियो काम गर्यो भने एउटा मात्रै काम भन्नु नि त ल युवाको पक्षमा स्वरोजगार तपाईँलाई घरमा लगेर तपाईँलाई छुट्टै काम गरिदिएर मात्रै काम हुन्छ व्यक्तिको काम गरिदिएर काम हुन्छ नीति नियम बनाइदिएको छ त्यो नीति नियममा तपाईँहरू गरेर पढेर काम गर्नु पर्यो त्यो विषयलाई त तपाईँले अनि अब हाम्रो यो कास्कीमा चाहिँ अब यो पर्यटक एरियामा चाहिँ यो पर्यटन प्रवर्धन गर्नको लागि हेरियो काम गर्यो भने एउटा काम केही छ पर्यटक प्रवर्धन गर्नको लागि यो सरकारले चाहिँ केही काम गर्यो भन्ने काम केही छैन एउटा पर्यटन प्रबन्धनको लागि यो सरकारले जस्तो राम्रो काम कसरी पनि के काम गर्यो तपाईँको बाटोघाटो देख्नु त हरेक सांस्कृतिक संरचनाहरूको लागि पुनर्निर्माणदेखि त हिजोको पुरानो तत्त्वमा बनेका संरचनाहरूदेखिको सबैको व्यवस्थित बनाउने काम एमाले गरेको छ निर्धक्क छ भन्नुहोस्
यो देश राष्ट्र र जनताको लागि काम गर्ने यदि यो नेपालमा कुनै पार्टी छ भने नेकपा एमाले छ, अरू छैन। सबैलाई नेकपा एमालेमा आह्वान गर्दै यो देश बनाउन निर्माणमा जुटौँ भन्ने हाम्रो आह्वान छ। हस् हुन्छ। धन्यवाद, थ्याङ्क यू।